हेलो साथीहरू, आज चाहिँ मेरो छुट्टी, हिजो पनि छुट्टी, हिजो चाहिँ घुमेर बित्यो होइन। आज चाहिँ नुहाइधुवाइ गरेँ अनि खाना नि खाइसकेँ है। अनि यो अङ्गुर चाहिँ कस्तो खाना खाएकै थिएन कि लगभग 1 इयर अलमोस्ट भयो होला सायद। त्यही पनि म त्यति यस्तो फलफुलहरू त्यति इन्ट्रेस्टै लाग्दैन कि, खालि भात मात्रै हो। खाउन अहिले नि होइन कहिले कहाँ भनेर ल्यायो। अफर थियो अनि अफरमा ल्याएको क्या। महँगो त अब कहाँबाट किनेर खान सक्नु। सबैको समस्या त्यही त हो नि गाइजहरू, के गर्नु है। नुहाएको अनि यो कपाल पनि सुक्छ अनि खाना नि खायो। अब आज चाहिँ मेरो दिन यसरी नै बित्यो, नुहाइधुवाइ गर्यो। अब भोलिदेखि ड्युटी जानु पर्छ गाइजहरू, के गर्नु हेर्नु। एक्लै विदेशको ठाउँमा अब क्यामेराम्यान पनि छैन, कोही छैन। मेरो भिडियोहरू चाहिँ प्रायः आफैले अब गर्ने भएको हुनाले त्यति हुँदैन है, ब्रान्डेड हुँदैन। तै पनि हजुरहरूले मन पराउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अझै माया गरिदिनु होला मलाई है, तपाईँको नेपाली चेलीलाई। म चाहिँ राम्रो राम्रो भिडियोहरू ल्याउने कोसिस गर्छु, हजुरहरूलाई एकदम धेरै हँसाउने प्रयास गर्छु है। अनि अब के भने कि बनाउनै आउँदैन। अनि यो ब्रेड पनि रहेछ कि, अनि यो ब्रेड पनि ल्यायो होइन। यो चाहिँ अब चियासँग खाने हो, कोलाई मनपर्छ चियासँग ब्रेड, चियासँग टोपेर खानालाई। ए भर्खर याद आयो, खाएको छैन नि मैले, के गर्नु। सायद कमै मात्र होला हो यस्तो नखाने चाहिँ, सबैले खान्छ कि। जिन्दगीको लाइफ इज के भन्छ, लाइफ इज मेडिसिन इज पार्ट अफ लाइफ भइसक्यो कि, उम्र्याइदेखि खुम्रियासम्म है, के गर्नु। यो चाहिँ अब म चाहिँ कौसीमा आएको गाइजहरू हेर्नुहोस्। कौसीमा आएको वरिपरिको भ्यूहरू हेर्नुहोस्। कपाल सुकाउने कौसीमा आएको गाइजहरू हेर्नु। यस्तै छ जिन्दगी, के गर्नु है। जिन्दगी झन्बा फिर भी घमण्डवा। दबाईपछि अङ्गुर खानु हुँदैन भन्दै क्या अरे, म त खाएँ त। कहाँ पुग्यो यो बिर्को पनि, यसका बाजे। यो पानीको बोतलको बिर्को खोजेको भेटेन। ए कस्तो गर्मी भएर है, तपाईँलाई थाहा छ त नि यो साउदी कतारको। अब हुन त शीतल त आयो है। अनि मैले चाहिँ चस्मा लगाउन लगाइसकेको थिएँ कि, खाडीको गर्मी तपाईँहरूलाई थाहा छ त भन्नै पर्दैन त। शीतल भयो कि गाई, शीतल, ओहो शीतल भयो। अब यस्तरी पनि भन्नु पर्यो है। छतमा हो, कपाल चिसो छ हेर्नु, कपाल चिसो छ होइन। अब ज्यानलाई गर्मी भइरहेछ, आँखालाई पोलिरहेछ, के गर्ने के। हावा पनि आइरहेछ अलिअलि शीतल त भयो है। के गर्ने गाइज, यस्तै हो। अब बालेन प्रधानमन्त्री भएको छ होइन। अब नेपालमा सबैलाई रोजगारी देला होइन, यो विदेशमा हुनेलाई पनि तान्ला, अनि म पनि जान्छु। अब नेपालको समस्या त्यही त हो नि होइन। अब जागिर पाउँदैन, खाना लाउन गाह्रो छ, मुस्किल छ जनतालाई। हेलो ढोका लायो भाइ, ढोका लायो
झ्याप्पै ढोका लगाइदिएर गाइज फेरि झन्नै तल जानै नपाएको रुम तल छ ढोका छ कि त्यहाँ ढोका लगाइदिएर नि फेरि के गर्नु त नि अनि ढोका लगाइदियो भने त अनि कसरी जान्छ नि तल कति मिनट भएछ कि 5 मिनट 21 सेकेन्ड भएछ मेरो चाहिँ अब खासै युट्युब भिडियोहरू सर्ट भिडियो मात्रै हालेको छ नि त त्यही भएर लङ भिडियो चाहिँ अब छैन कि खासै हालेको छैन एउटा दुइटा मात्रै छ अनि हाल्न लाग्यो कि अनि अब कहाँ गएर कसरी हाल्ने क्यामेराम्यान छैन है अनि रुममा फेरि म एउटा होइन 4 जना चाहिँ अफ्रिकन छ कि अब एउटा रुममा यता 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 छ अनि त्यही भएर म रुममा चाहिँ भिडियो बनाउँदिनँ कि उनीहरूलाई पनि डिस्टर्ब हुन्छ अनि मलाई पनि बनाउनु मन काचाक कुचुक देख्छ क्या गाइज त्यही भएर म खासै फुल रुमको चाहिँ बनाउनु बनाउँदिनँ अरूलाई असर गर्दैन आफ्नो मात्रै रुम भए मेरो यो रुम हो गाइज हेर्नुहोस् भने गर्नुहुन्थ्यो होइन यो कम्पनीको हो हामी कम्पनीमा बस्छौँ यहाँ चाहिँ पुरै लेडिज छ क्या लेडिज होस्टेल जस्तै छ होइन एउटा गार्ड आउँछ राति नाइटमा त्यो चाहिँ राति 5 बजेदेखि बिहान 5 बजीसम्म लेडिजहरूलाई सेफ्टीको लागि के बाहिरै बस्छ सेक्युरिटी गार्ड के गेटमा अनि एउटा लेडिज छ क्याम्पोस भन्ने त्यो चाहिँ अब सबैलाई अब ग्यासको पैसा उठाउने वाइफाईको पैसा उठाउने को के कहाँ के बेडहरू भाँचेको यताउता होइन म्याटिसहरू युनिफर्म यताउता एरेन्ज गर्ने त्यो छ है अनि अरू सबै लेडी गार्ड छ अनि प्लस क्लिनरहरू पनि छ एकै ठाउँमा राखेको छ लेडी गार्ड क्लिनरहरू होइन अनि म चाहिँ अब कतारमा छु 2017देखिबाट आएको अनि यहीँ भाँसियो के गर्ने अब पैसा चाहिँ हालेर कम्ती होइन अनि अब आउन त ठुलो सपना बोकेर आएको है घर बनाउँछु जग्गा किन्छु भनेर अब सपना सबै चकनाचुर भयो छैन 9 वर्ष भयो न घर बनायो न ब्याङ्क ब्यालेन्स खत्तम भयो नि गाइजहरू के गर्नु अब त्यही हो अब घरमा बसेको छैन बाउ आमालाई दुःख दिएको छैन बाउ आमाको खाएको छैन त्यही हो आफ्नो आफैले कमाएर आफै खाइरहेछ आफ्नो पेट पालिरहेको आफ्नो जिउ ढाकिरहेछ त्यति हो त्यो पनि त एकदम ठुलो कुरा हो नि होइन र यस्तो एउटा छोरी मान्छे भएर होइन बाउ आमालाई दुःख दिएर बाउ आमालाई अब के भन्छ दिएको त छैन नि त एटलिस्ट होइन आफ्नै ज्यान मात्र पाले पनि होइन यस्तो महँगीमा आफ्नै ज्यान मात्र पाल्नु आफ्नो कपडाहरू लगाउनु आफ्नो बिरामीमा त हस्पिटल गएर ट्रिटमेन्ट गर्नु त्यो ठुलो कुरा होइन र ठुलो कुरा हो नि होइन अहिलेको जमानामा ठुलो कुरा भयो नि होस् नभए नहोस् म चाहिँ अब त्यही हो कसैले मेरो कारणले म धरतीमा जन्म लिएँ त्यसपछि मैले जबदेखि म जान्ने सुन्ने भएँ नि त्यहाँदेखिबाट चाहिँ मैले चाहिँ मेरो बाबा आमालाई चाहिँ दुःख दिनु परेको छैन दिन नपरोस् मर्दासम्म दिन नपरोस् ओहो पोल्यो गाइज मलाई लास्टै पोल्यो गर्मी भयो लास्टै पोल्यो यो कपाल पछाडि सुकेको छैन यो अगाडि चाहिँ सुक्यो पछाडि चाहिँ सुकेन कपाल पनि लास्टै ऊ है मलाई मेरो भिडियो हेर्न चाहनुहुन्छ भने हेर्नुहोस् फुल होइन हेर्न चाहनुहुन्न भने स्किप गर्नुहोस् बोर लाग्यो भने है त्यसमा कुनै रोकटोक छैन त्यसमा कुनै दुई मत नहोला जसले मलाई मन पराउनुहुन्छ माया गर्नुहुन्छ मेरो भिडियो हेर्नुहुन्छ मलाई कमेन्ट गर्नुहुन्छ होइन सेयर गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ धेरै धेरै धन्यवाद है अनि सधैँ माया गर्नुहोला मलाई सपोर्ट गर्नुहोला है अनि त्यसपछि मान्छे नोबडी इज पर्फेक्ट नोबडी इज पर्फेक्ट कोही पनि पर्फेक्ट छैन र जो पनि एउटा न एउटा कमी कमजोरी जसमा पनि हुन्छ क्या मान्छेमा होइन अब मलाई अब यो भर्खर स्टार्टिङ गरे हो त्यही भएर मलाई अब त्यति खासै बनाउनु युट्युब भिडियोहरू त्यति अब पहिलातिर बनाएको पनि छैन मलाई बनाउनु नै आउँदैन र म सिक्छु प्रयास जारी छ होइन अब कसलाई चाहिँ अब एकैचोटि आउँछ र होइन बिस्तारै सबैलाई आउँछ भन्दै आजको भिडियो चाहिँ म यतिमै इन्ड गर्छु साथीहरू पछि नयाँ राम्रो भिडियोहरू ल्याउन चाहन्छु हस् त नमस्कार जय नेपाल जाँदा जय नेपाल अहिलेको हाम्रो नेपालको स्थिति देखेर बालेन सरकार हर्क साम्पाङहरू चाहिँ अब होइन बालेन सरकार अब प्रधानमन्त्री भएर हर्क साम्पाङ चाहिँ अब भनौँ न अब राजस्वमा पुगेर होइन अब एकदम खुसी लागेको छ एकदम प्राउड फिल भएको छ है नेपाली हुनुमा गर्व फिल भइरहेको यो चाहिँ एकदम ठाडो भएर यसरी हिँड्न सकेका छौँ कि हामी होइन
अनि यो विदेश आएपछि आफ्नो देशको माया जस्तो यति लाग्छ नि गाइजहरू। तपाईँहरू अब हुन त नेपालमा हुनुहुन्छ, तपाईँलाई कति माया लाग्छ थाहा छैन। यो विदेशमा आएपछि यति माया लाग्दो रहेछ आफ्नो देशको है। केही भइहाल्यो भने आँसु आइहाल्छ कि। त्यो सिंहदरबार जाने बेलामा आँखाबाट आँसु आएर रोको, म कति रोको। जस्तै भयो नि देश हो नि त। मेरो देश सानो छ, मेरो देश गरिब छ, तर त्यो मेरो देश हो कि, मेरो मुटु हो मुटु। म बाहिर आएँ, मलाई त्यसको माया नभएर म बाहिर आएको होइन। मलाई त्यसको माया छ, तर म बाहिर आएँ किन? देशमा राम्रो जागिर अब रोजगारी पाएन नि त। अब त होला, अब चाहिँ केही हुन्छ है गाइज, अब चाहिँ केही हुन्छ। आई होप। ओके बाई गाइज।